आज मेरो घरमा समोसा बनेको छ। मेरो म्याडमले समोसा बनाउनु भएको छ। अनि यो चाहिँ हरियो चटनी बनाउनु भएको छ। यो चाहिँ मिठा चटनी छ। यता चाहिँ यो सस, टमाटो सस। ल यो टमाटो सस हालिसक्यो। यो टमाटो सस हालियो। यो मिठा चटनी अचार, यो चाहिँ यो हरियो चटनी, यो चाहिँ समोसा। आज मेरो म्याडमले एकदम, हामीहरू कहिले पनि हामी बाहिरबाट लिएर कहिले खाँदैनौँ, हामी घरमै बनाउँछौँ। मेरो म्याडमले सबै बनाउनुहुन्छ। यो समोसा यता हेर्नु, अरू समोसा बनिराखेको छ यहाँ। यता समोसा हामी बाहिरबाट कहिले लिएर आउँछ। यो चाहिँ मटर भन्छ, यो मटर पनि बनिराखेको छ खानाको लागि। जो जस्तो हामी जो होटलमा खान्छौँ त्यो होटलको आइटम हामी चाहिँ घरमै चाहिँ बनाएर हामीहरू खान्छौँ। ल खाएर म ट्राई गर्छु है, हजुरले एकछिन कस्तो बनेछ भन्ने है। एकदम मिठो बनाउनु भएको छ। मसला पनि कति एकदम टेस्टी छ। ल हजुरलाई एकदम मन परेपछि मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट और सब्सक्राइब गरिदिनु होला भन्दै धन्यवाद।